जोर्नी स्टार्ट भएको छ है। हामी दाइ इति दिखानको लागि हिँड्नुपर्ने छ होइन। लामो यात्रा सुरुवातसँगै ओ यहाँ त उरै छ नि यो मसन घाट लियो मलाई नि सिरिङ भएको यही मसन घाट लियो। मसन घाट यहीँ रहेछ केटा मसन घाटको छेउमा सुत्नु रहेछन्। त्यही भएर निन्द्रा नलागेको रहेछ कि मलाई नि यार। पान पाउँछ र यहाँ पनि ल गाइस हाम्रो जर्नी सुरु भइरहेको छ। स्टे ट्युन। जापानको यो बाटोको बारेमा यो जापानको बाटोको यो बाटोको फिचरको बारेमा बताउँछु है म। यो रातो किन भयो अरू ठाउँमा हुँदैन यहाँ चाहिँ किन भयो भने यो लाइन छ नि यो लाइनमा चाहिँ यो पानी निस्किन्छ है। यो हिउँ परेको बेलामा चाहिँ यो हिउँ पगाल्नलाई चाहिँ तातो पानी निस्किन्छ क्या यहाँबाट है। त्यसको लागि यो राखेको होइन। त्यो पानी चाहिँ पहेँलो हुन्छ क्या त्यो। अनि त्यो पानीले गर्दाखेरि यो रोड नै बिग्रिन्छ क्या। तर फिचर चाहिँ एकदम राम्रो हो होइन। हिउँ चाहिँ पग्लिन्छ, हिउँ चाहिँ रहन्न होइन। हिउँ पर्दाखेरि यो रोडमा सबै रोडको बिचमा हुन्छ क्या यस्तो होइन। जहाँ त्यस्तो हुन्छ त्यहाँ चाहिँ पुरै रातो हुन्छ। तर उतापट्टि छैन। यो नर्मल रोड हो होइन। त्यहाँ चाहिँ छैन क्या यस्तो हुन्छ। यहाँसम्म छ धेरै ठाउँमा हुन्छ यस्तो चाहिँ जापानमा त्यतिसम्म विकसित छ क्या। बाटोमा पुरै पानी निस्किन्छ क्या पाइपबाट चुर्र तातो पानी। अब यत्रो ट्याङ्की छ यो होइन पानीको ट्याङ्की यस्तो हुन्छ होइन। यसलाई जिदो हानबाइकी भन्छ होइन। भेन्डिङ मसिन भन्छ। अब पैसा हुनेले खाने हो यो। हामीसँग पैसा छैन। साहुहरू यहाँ हुनुहुन्छ होइन। किनेर दिनुहुन्छ भने खाने हो होइन। हाम्रो बाका सरले हाम्रो ओनरले किन्नु हुँदैछ। कसैको पर्स हेऱ्यो भने कतिले पैसा कसैकोमा छैन यो बेला। यो स्यालेरी आउने बेला भएको भएर सबै उही हालतमा छ। 500 हाल्नुभयो ल हेर्नु है। के खाने जे भने त्यही। माउन्टेन ड्यू छ, नोप छ होइन, कफी छ, पानी छ, ओचिया छ होइन। यो छ यो इनर्जी ड्रिङ्क होइन। गावाको भिटामिन सी त्यही हो। कति खाने हो त्यहाँ बटन दबाए झर्छ हेर्ने। भिटामिन सी खायो ल। के पैसा आएको रिटर्न त्यत्रो पैसा हालेको के छ बाबु? 130 का चक्लेट अघि रुममा चक्नु रहेछ। हेलो गाइस त्यही हो क्या सिनेमेट्रिक हो क्या गाइस। ल यस्तो यो त दामी खाँदै हिँड्न चाहिँ पाउँदैन है। यो चाहिँ दामी है। अब मैले कुन हातले खाने कुन हातले गर्ने होइन। यो सबभन्दा मनपर्ने साउन्ड भनेको त्यो एटिएममा पैसा फर्र गन्छ नि त्यो र यो हुन्छ नि यो यो साउन्ड चाहिँ एकदम मनपर्छ लाइफमा मलाई चाहिँ। क्यान खोले खाम पाए सहीको यस्तो आउँदैछ है। ओइ तयार यस्तो चाहिँ के को हाल खबर। बसिरहेको कि ट्रेनहरू बसिरहेछ। बहिनी जाँदैछ रन्ध्रङ लाइन हे यो चाहिँ
कस्तो मजा आउँछ। आज चाहिँ हामी चाहिँ टक्कसँगले खेतबारी घुम्न आएको छौँ है। खेतबारी धान रोप्या छ मस्त, केटाहरू लन्ड्याङ लन्ड्याङ हिँडिरहेछन्। सो हावा खान निस्केको हामी चाहिँ। हामी चाहिँ यसो ल केटाहरूसँग यसो पार्कतिर आएको छौँ है। माछा कहाँ गयो माछा? यहाँ कुहिनेछ माछा। कहाँ कता पसी गयो? यहाँ छ, यहाँ छ केटा माछाहरू।